सोच हुन्छ नि त मान्छेको टक्क जापान जान्छु अनि महिनाको 3 लाख 2 लाख घर पठाउँछु 1 लाख रुपियाँ म आफ्नो खर्च राख्छु होइन सबैलाई मनपर्ने रक्स यो पनि यही हेर्दैछ जडे अनि तेरो माए वकातिर यो म जाडोमा न्यानो भएर बसिरहेको छु होइन गौतम बुद्ध जन्मिया देशको हालत त्यस्तो छ यो देशले चाहिँ गौतम बुद्धलाई फलो मात्र गर्छ क्या कहाँ पुग्यो अब हामी निस्किसकेका छौँ चट्ट यसो बाहिरतिर साँझ बेला बाहिरतिर जानु पऱ्यो भनेर ल यो चाहिँ अब इभिनिङ जापान इभिनिङ टाइममा चाहिँ कस्तो देखिन्छ भनेर चट्ट हेर्नुहोस् जापान भनेको यो संसारको सनराइजिङ कन्ट्री भनेर पनि चिनिन्छ जापान सूर्योदय देश भनेर जापानलाई चिनिन्छ तर यो हामी बस्ने ठाउँमा चाहिँ अलि यहाँबाट चाहिँ देखिँदैन किनकि हामी क्योतोमा छौँ क्योतो भनेको यता अलि टाढामा पर्छ भएको भएर यो चाहिँ रेलको पटरी है यसरी यहाँ रेल चाहिँ 12 बजीसम्म मात्र चल्छ रातिको अहिले चाहिँ यहाँको 8-9 बज्न लाग्यो जापानको स्ट्रिट चट्ट अरू ठाउँमा लफडा परे पनि जापानमा चाहिँ लफडा सडा केही पनि हुँदैन है जापानमा शान्त हुन्छ एउटा छोरी मान्छे रातिको 12-1 बजे बिना डर निडरका साथ काममा जान सक्छ तर आजको दिनमा पनि काठमाडौँमा एउटा छोरी मान्छेले बाहिर म जान्छु भनेर राति सोच्नु पऱ्यो भने 10 चोटि सोच्नुपर्छ होला इट्स लाइक इम्पोसिबल टु वर्क एट नाइट टाइम फर वुमेन यु नो सो वी बिलोङ्स टु द्याट फकिङ सोसाइटी बट नेपालको 18-19 वर्षको बहिनीहरू चाहिँ यहाँ आएर रातिको 12 बजे चाहिँ काममा जाने गर्छन् कि योभन्दा कस्तो सेफ्टी चाहियो कस्तो सेफ्टी चाहियो योभन्दा यो गौतम बुद्ध नेपालमा जन्मिया हुन् भनेर भन्न बन्द गरिदियो कि काम छैन गौतम बुद्ध जन्मिया देशको हालत त्यस्तो छ यो देशले चाहिँ गौतम बुद्धलाई फलो मात्र गर्छ क्या कहाँ पुग्यो त्यही भएर नेपालीको काम भनेको बन्द गर्ने प्रोटेस्ट गर्ने आफ्नो माग पुरा भए चुप लाग्ने आफ्नो माग पुरा नभए लफडा गर्ने लसुन गर्ने त्यो गरेर काम छैन त्यस्तो गरेर काम छैन ल हेर्नुहोस् जापानको स्ट्रिटहरू कस्तो दामी छ वाट अ भ्यू ब्रो ब्युटी 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 यति सुन्दर छ जापान तुम लोग देख के पागल हो जाओगे ये मेरो साथी हो अहिले अलि भोटे भएको छ भोटे यहाँ जापानमा आएर भोटे अनि यो चाहिँ टुरिज्म एरिया भएर यहाँ खैरीहरू मात्र हुन्छ कि धेरै जस्तो त्यस्तो छ तर जे जस्तो भयो नि ठिक छ अब हामी त इन्जोय गरिरहेको छौँ लाइफ होइन म लसुनभित्र छिर्दैछु लसुनभित्र यहाँ लङ्कीहरू काम गर्छन् श्रीलङ्कीहरू म तपाईँलाई यहाँ यो पसल देखाउँछु जापानको पसल यस्तो हुन्छ जापानको पसल यो चाहिँ म यहाँ जाडोमा न्यानो भएर बसिरहेको छु होइन मस्ती छ यस्तो हुन्छ यहाँ चट्ट सब्जी मिलाएर राखिदिएको हुन्छ सामानहरू यो लसुन हो लसुन सबैलाई मनपर्ने रक्स यो पनि यही हेर्दैछ जडे यहाँ चाय पनि पाउँछ है चाय
यस्तो हुन्छ लसुन ओके ल टक्क जापानको यो जेब्रा क्रसिङमा म जेब्रा हान्दै रातिको 10 बजे है होइन अब यहाँ यस्तै छ दिउँसो राति एउटै हो है जापान यो पछाडि देखिरहेको छ नि यो मान्छे हिँड्ने बाटो हो हिँड्ने मात्र हो यहाँ गाडी साडी केही पनि चलाउनु पाइँदैन कत्रो छ हिँड्ने बाटो कत्रो छ नेपालको गाडी हिँड्ने जत्रो छ होइन त अनि जापानको पेट्रोल पम्प हेर्नुहोस् यति सस्तो छ यहाँको पेट्रोल पम्प माटो देखिँदैन क्या यहाँ जापानमा माटै हुँदैन क्या जहाँ पनि हेऱ्यो पिचै पिच यहाँ पिच त्यहाँ पिच यता पिच उता यहाँ छ माटो होइन कहीँ पनि त्यो उयो हुँदैन क्या तपाईँले एकचोटि मोजामा हिँड्ने हुन्छ त्यो मोजा फरै हुँदैन कसम त्यही भएर जापानलाई भन्छन् 2050मा छ कि जापान अहिले भन्छु नि जापान साँच्चै जापान 250मा छ क्या यस्तो दिनु पर्यो क्या चल पर्यो नेपालीहरूले चाहिँ आफ्नो पारा देखाइहाल्ने क्या जहाँ गयो नि देखाइहाल्ने कि यति सारा गन्दगी गरेको छ यहाँ नेपालीहरूले हुन त अब धेरै भएर पनि होला धेरै जस्तो त राम्रै मान्छे छन् कि त्यो थोरै हुन्छ नि यो किडा तिनीहरूले गर्दा चाहिँ धेरै नेपालीहरूले दुःख पनि पाउने गरेका छन् यस्तो छ जापानमा अब जापानको स्ट्रिटहरू टक्क यो चाहिँ अब हाम्रो यहाँ गाउँ जस्तो क्या जहिले हिँड्ने बाटो जहिले चोक जस्तो अब यसो ताजा जानकारी अपडेटहरू म दिनेछु है त्यसको लागि हामीलाई यसो फलो गर्न नबिर्सिनु होला होइन नेपालबाट के सोचेर जापान आइया हुन्छ होइन भने जस्तो केही हुँदैन त्यो ट्रेन त देखिँदैन अहिले भने जस्तो केही पनि हुँदैन आउने बित्तिकै त्यहाँ नेपालमा हुँदाखेरि सोच हुन्छ नि त मान्छेको टक्क जापान जान्छु अनि महिनाको 3 लाख 2 लाख घर पठाउँछु 1 लाख रुपियाँ म आफ्नो खर्च राख्छु होइन अनि 1 वर्षमा ऋणसिन तिर्छु जस्तो अब सोचे हुन्छ नि त मान्छेहरूले तर यहाँको द रियालिटी इज डिफ्रेन्ट ब्रो यु क्यानट इमेजिन दिस रियालिटी the reality will hits you. It makes you like a donkey, you know. It's very difficult to survive in Japan, bro. Don't think, because there is a lot of difference between the expectation and the reality, bro. Okay. I know. एकदम फरक छ कि रियालिटी यहाँ फर्स्ट कुरा त कामै पाइँदैन है नेपालीलाई नै हेप्ने गर्छ है यहाँ पैसा के हुन्छ कहाँ हुन्छ कस्तो हुन्छ के थाहै हुँदैन कि यहाँ एकदम यो यहाँको यो सिस्टम नै नेपालीहरूले खतरा बनाएको छ क्या यहाँ एकदम हुन्छ नि यो नबनाउनु पर्ने खालको बनाएको छ क्या हो भने है गाह्रो छ अब अपडेटहरू दिनलाई म एकदम तयार छु होइन अब यो
इभिनिङको अपडेटहरू यहीँ समाप्त हुने गरी सबै मेरो मुटु धड्कन मेरो किडनी आन्द्रा भुँडीहरूलाई धेरै धेरै माया छ। हामी अर्को ब्लगमा चाँडै भेट्नेछौँ। अब म रुमतिर पुगिसकेको छु है त। यहाँ अब टेक केयर भन्नेले के हो चुके थिएँ भन्छ होइन, जाडो छ के हो चुके थिएँ नि के हो चुके थिएँ नि भन्छ जाडुजहरूले। सो गाइज माया मनबाट छ है, माया मनबाट छ हजुरहरूलाई।